सम्मान्य सभामुख महोदय, गत फागुन 21 मा सम्पन्न आम निर्वाचनमा करिब 2/3 अर्थात् 182 स्थानमा विजयी गराई कुल खसेको मतको 48% लोकप्रिय मत दिएर राष्ट्र स्वतन्त्र पार्टीलाई ऐतिहासिक जनमत दिई महत्त्वपूर्ण जिम्मेवारी प्रदान गर्नुभएकोमा सम्पूर्ण आम मतदाता र विदेशमा रहनुभएका प्रवासी नेपालीहरूप्रति हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छु। यस परिवर्तनको यात्रामा सङ्घर्ष, आरोप प्रत्यारोप र प्रतिशोधका बीच धैर्यता, त्याग र कुशल नेतृत्वको माध्यमबाट सारा नेपालीहरूको मन जित्दै देशलाई समृद्धिको बाटोमा दौडाउने ऐतिहासिक नेतृत्व र जिम्मेवारीका लागि पार्टी सभापति माननीय रवि लामिछानेज्यूलाई विशेष धन्यवाद सहित शुभकामना प्रकट गर्न चाहन्छु। नागरिकको चाहना बमोजिम सुशासन र सार्वजनिक सेवा प्रवाहमा द्रुत गतिले कामको थालनी गर्नुभएकोमा सम्मान्य प्रधानमन्त्री बालेन शाहज्यू र सरकारलाई विशेष धन्यवाद प्रकट गर्न चाहन्छु। यस प्रतिनिधि सभाको सभामुख जस्तो गरिमामय पदमा सर्वसम्मत निर्वाचित हुनुभएकोमा सम्मान्य सभामुख डोलप्रसाद अर्यालज्यूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। उहाँको नेतृत्वमा यस सदनले ऐतिहासिक कार्यभारहरू पुरा गर्न सफल रहोस् भन्ने कामना पनि व्यक्त गर्न चाहन्छु। नेपालको राजनीतिले काँचुली फेरेको छ सभामुख महोदय। नागरिकले दिएको यो ऐतिहासिक जनमतले हामीलाई स्पष्ट सन्देश दिएको छ। अब आश्वासन होइन, डेलिभरी चाहिन्छ। अब भागबण्ड होइन, परिणाम चाहिन्छ। अबको सरकार हामीप्रति कुनै पनि नागरिकले सरकार मेरो पनि हो कि होइन भनेर कहिले पनि प्रश्न गर्नु नपरोस्, बरु गर्वका साथ यो सरकार मेरै हो भन्न सकोस्। विपदमा राज्य टाढा बस्ने होइन, नागरिकको हात थाम्ने सहारा बन्न सकोस्। कुनै पनि व्यवसाय निराश भएर आत्मदाहको जस्तो कदम चाल्न बाध्य नबनोस्, बरु उद्यम गर्ने वातावरण सुनिश्चित, सुरक्षित र आशावादी बन्दै जाओस्। सरकारी कार्यालयबाट निस्कने हरेक सेवाग्राहीको अनुहारमा निराशा होइन, सन्तुष्टि र आत्मसम्मान देखियोस्।